आज मैले के पढेँ आज मैले च्याप्टर 4 अफ ल विच इज इन्डस्ट्रियल ल पढेँ सो यसको इन्ट्रोडक्सन इन्डस्ट्रियल ल भनेको चाहिँ द लिगल फ्रेमवर्क विच वाज डेभलप टु गभर्न दि बिजनेस एन्टरप्राइजेस अनि बिजनेस एक्टिभिटिज हो अनि यो बिजनेस एक्टिभिटिज टु टाइप्सको हुन्छ फर्स्ट इज इन्डस्ट्री एन्ड सेकेन्ड इज कमर्स इन्डस्ट्री भनेको चाहिँ प्रोडक्सन म्यानुफ्याक्चरिङ अर टेक्निकल स्किल्स रिलेटेड के अरे बिजनेस एक्टिभिटिज अनि कमर्स भनेको चाहिँ त्यही इन्डस्ट्रीले प्रड्युस गरेको सामानहरूलाई के अरे अर सर्भिसहरूलाई डिस्ट्रिब्युट र ट्रेड गर्ने हो अर रिटेल एन्ड देन फर्स्टमा हाम्रो इन्डस्ट्रियल ल चारवटा छ प्राइभेट फर्म रेजिस्ट्रेसन एक्ट पार्टनरसिप एक्ट कम्पनीज एक्ट अनि एन्टरप्राइज एक्ट छ अनि यो भिडियोमा चाहिँ आइम गोइङ टु डिस्कस अबाउट प्राइभेट फर्म रेजिस्ट्रेसन एक्ट 2014 सो प्राइभेट फर्म भनेको के हो प्राइभेट फर्म भनेको एनी बिजनेस रन बाई वान सिंगल ओनर अर लाइक प्रोप्राइटरसिप भनेकै प्राइभेट फर्म हो प्रोप्राइटरसिप भनेको एकजनाले सोल्ली रन गर्ने बिजनेस हो अनि त्यही हो प्राइभेट फर्म भनेको अनि प्राइभेट फर्म र त्यसको ओनरको चाहिँ एउटा मात्रै लाइक सिंगल प्यान नम्बर फर बोथ अफ देम सो लिगली हेर्नु पर्दा दे आर द सेम पर्सन तर ट्याक्स पर्पजको लागि चाहिँ उनीहरू दुईजना सेपरेट एन्टिटी हो मानिन्छ तर लिगल फ्रेमवर्कबाट हेर्दा चाहिँ दे आर एउटा एन्टिटी दे आर नट सेपरेट एन्टिटी अनि यसको एक्जाम्पल चाहिँ रिटेलर्स किराना पसलहरू भयो अनि रेस्टुरेन्ट सानोतिनो रेस्टुरेन्टहरू भयो उनीहरू सब प्रोप्राइटरसिप नै हो एन्ड देन रेजिस्ट्रेसन रिक्वायरमेन्ट अब नेपालमा प्राइभेट फर्म चलाउनलाई प्राइभेट फर्म के अरे मा दर्ता गर्नुपर्छ नत्र इट विल बी कन्सिडर्ड इनभ्यालिड अल द ट्रान्ज्याक्सन विल बी कन्सिडर्ड इनभ्यालिड अनि रेजिस्ट्रेसन चाहिँ कता गर्ने अब त्यो चाहिँ अब के अरे कस्तो खालको प्राइभेट फर्म चलाउने त्यो हिसाबले हुन्छ अब कमर्स रिलेटेड छ भने डिपार्टमेन्ट अफ कमर्स एन्ड कमर्स सप्लाइज एन्ड कन्ज्युमर प्रोटेक्सन डिपार्टमेन्टमा जानु पर्यो अनि कटेज अर स्मल इन्डस्ट्री छ भने चाहिँ डिपार्टमेन्ट अफ कटेज एन्ड स्मल इन्डस्ट्रीमा जानु पर्यो अनि अरू इन्डस्ट्री छ भने चाहिँ डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा गएर दर्ता गर्नु पर्यो अनि त्यसपछि रेजिस्ट्रेसन प्रोसेस के हुन्छ एउटा एप्लिकेसन दिनुपर्छ टु वान अफ दिस कन्सर्न्ड डिपार्टमेन्ट्स डिपेन्डिङ अन अब कस्तो खालको बिजनेस गर्ने हो अनि त्यो एप्लिकेसनमा चाहिँ के हुनुपर्छ फर्स्टमा नेम एन्ड एड्रेस अफ द फर्मको नाम अनि त्यो फर्मको अफिसियल एउटा मेलिङ एड्रेस अर वाट एभर एउटा एड्रेस कता हो भनेर त्यो के अरे त्यो हुनु पर्यो त्यो एप्लिकेसनमा अनि त्यसपछि अब्जेक्टिभ्स फङ्सन्स अनि अर गुड्स अर सर्भिसेस त्यो फर्मको अब्जेक्टिभ्स के हो के काम गर्छ फङ्सन्स के हो अनि कस्तो खालको गुड्स अर सर्भिसेसको के अरे बिजनेस गर्छ एन्ड देन नेम एन्ड एड्रेस अफ दि ओनर एन्ड फ्यामिली डिटेल्स अब त्यो प्राइभेट फर्मको ओनरको नाम एड्रेस पर्मानेन्ट एड्रेस अनि त्यसपछि फ्यामिलीको भन्दाखेरि प्यारेन्ट्स अनि ग्रान्ड प्यारेन्ट्सको त्यो 3 पुस्ताको इन्फर्मेसन चाहियो अनि त्यो सेल्फ डिक्लेरेसन लेटर भनेको मैले यो एप्लिकेसनमा प्रोभाइड गरेको सब इन्फर्मेसन करेक्ट हो भनेर एउटा लेटर प्रोभाइड गर्नलाई सेल्फ डिक्लेरेसन लेटर भनिन्छ त्यो दिनु पर्यो अनि ब्याङ्क स्टेटमेन्ट सोइङ सफिसियन्ट क्यापिटल कुनै बिजनेसहरू स्टार्ट गर्नलाई के अरे सर्टन क्यापिटल चाहिन्छ सर्टन अमाउन्ट अफ क्यापिटल चाहिन्छ त्यो छ भनेर प्रुफ देखाउनु पर्यो एन्ड देन अदर प्रिस्क्राइब पर्टिकुलर्स अब के अरे अब यिनीहरू डिपार्टमेन्टमध्ये यिनीहरूले के अरे अब आवश्यकता परे अनुसार कुनै पनि पर्टिकुलर अर इन्फर्मेसन माग्न सक्छ त्यो नि प्रोभाइड गर्न सक्नु पर्यो अर प्रोभाइड गर्नै पर्यो एन्ड देन वी हेभ गट भ्यालिडिटी एन्ड रिन्युअल अब रेजिस्टर गरेपछि टाइमली रिन्युअल पनि गर्ने पर्यो सो भ्यालिडिटी अब रेजिस्ट्रेसन गरेपछि भ्यालिडिटी 5 वर्षसम्म हुन्छ हैन सो भ्यालिडिटी 5 वर्षसम्म हुन्छ अनि रिन्युअल एप्लिकेसन अब एक्टमा चाहिँ कस्तो घुमाएर लेखाएको छ तर विदिन 35 डेज लेखाएको छ अब यो एक्सपायरी पछि हो कि पहिला चाहिँ थाहा छैन तर वी आर अज्युमिङ इट्स बिफोर एक्सपायरी के अरे एक्सपायरी हुनुभन्दा 35 दिन भित्र रिन्यू गरिसक्नु पर्यो अनि रिन्यू गर्न भने इट मे बी एक्सटेन्डेड टु 6 मन्थ्स भनेको छ तर बुकमा रङ लेखा हैन बुकमा लेखेपछि चेन्ज भएको छ भनेर
मलाई मेरो टिचरले भन्नुभयो so it's not 6 months so extended up to it's 10 years ho अनि it will be extended up to 10 years so first त्यसपछि रिन्यू अब एक्सपायर भएको 3 months सम्म चाहिँ रिन्यू गर्यो भने डबल फी लाग्छ अनि त्यसपछि अप टु 1 year अब 3 महिनादेखि 1 वर्षसम्म रिन्यू गर्यो आफ्टर एक्सपायरी रिन्यू गर्यो भने चाहिँ ट्रिपल लाग्छ अनि अप टु 5 years अब 1 वर्षदेखि 5 वर्षसम्म गर्यो भने चाहिँ 4 times द फी लाग्छ अनि त्यसपछि 10 वर्षसम्म गर्दा चाहिँ 5 times द फी लाग्छ अनि यसपछि चाहिँ कमनली भन्नुपर्दा क्यान्सल हुन्छ रेजिस्ट्रेसन क्यान्सलेसन हुन्छ and then that firm becomes invalid for doing business transactions and this is change in particulars अब बिजनेसले और बिजनेस ओनरले अब आफ्नो फर्मको नाम अब्जेक्टिभ गुड्स एन्ड सर्भिसेस ट्रेडेड और एड्रेस चेन्ज गर्नु पर्यो भने चाहिँ he has to or she has to write a written application to the concerned department अनि concerned departmentले अप्रुभल दियो भने मात्रै चेन्ज गर्नु पायो and this is we have got cancellation of registration अब के कारण भयो के कारणले चाहिँ रेजिस्ट्रेसन क्यान्सल हुन्छ हैन फर्स्टमा फेल्स टु रिन्यू विदिन टाइम अब यो 10 वर्षसम्म नि रिन्यू गर्न भने के रे डिपार्टमेन्टले त्यो प्राइभेट फर्मको रेजिस्ट्रेसन क्यान्सल गरिदिन्छ अनि ओनर्स रिक्वेस्ट क्यान्सलेसन ओनरले अब म बिजनेस गर्दिन प्राइभेट फर्म चलाउँदिन भनेर रिटर्न एप्लिकेसन दियो भने नि क्यान्सल गरिदिन्छ अनि त्यसपछि फल्स इन्फर्मेसन प्रोभाइडेड अब यो रेजिस्ट्रेसन गर्दा इन्फर्मेसन प्रोभाइड गरेको फल्स रहेछ भनेर डिपार्टमेन्टले थाहा पायो भने त्यतिखेर क्यान्सल गरिदिन्छ रेजिस्ट्रेसन अनि त्यसपछि फेल्स टु सबमिट रिक्वायर्ड इन्फर्मेसन के रे डिपार्टमेन्टले मागेको त्यो पर्टिकुलर्स भनेको थियो नि अब आवश्यकता अनुसार पर्टिकुलर्स अर इन्फर्मेसन माग्छ अनि त्यो प्रोभाइड गर्न फेल गर्यो भने नि क्यान्सल हुन्छ रेजिस्ट्रेसन इन्डस्ट्री क्लोज्ड विदाउट नोटिस अब मान्छे त्यो प्राइभेट फर्म के रे डिपार्टमेन्टले नभनिकन बन्द गर्यो चलाकै छैन रे लाइक बन्द नै गर्यो अनि चलाकै छैन रे अनि डिपार्टमेन्टले थाहा पायो भने त्यतिखेर त्यो केसमा नि क्यान्सल गरिदिन्छ अनि फेल्स टु रिन्यू industry/progress report अब यसमा चाहिँ के हो भन्दाखेरि कुनै अब मैले माथि भने जस्तो त्यो कुनै इन्डस्ट्री स्टार्ट गर्नु सर्टेन क्यापिटल चाहिन्छ और इभन म्यानुफ्याक्चरिङ इन प्राइभेट फर्म हो भने के रे अब सर्टेन यो मसिनरी यतिको लाइक यो क्राइटेरियाको यो मसिनरी छ कि छैन भनेर नि हेर्छ डिपार्टमेन्टले अनि त्यो मसँग अहिले छैन तर आई बी बाइङ द्याट विदिन सर्टेन पिरियड अफ टाइम भनेर भनेछ अरे हैन त्यस्तो भनेछ भने चाहिँ अब त्यो अब के रे डिपार्टमेन्टले हुन्छ भन्छ रेजिस्ट्रेसन गराइदिन्छ अनि त्यसपछि त्यो मसिनरी अर त्यति क्यापिटल जम्मा गरेपछि त्यो रिपोर्ट प्रोभाइड गर्नुपर्छ विदिन अ सर्टेन पिरियड अफ टाइम प्रिस्क्राइब बाइ द डिपार्टमेन्ट अनि त्यतिखेरसम्म नि रिपोर्ट प्रोभाइड गरेन भने चाहिँ त्यसको त्यो केसमा नि रेजिस्ट्रेसन क्यान्सल गरिदिन्छ अनि कन्ट्राभिन्स एक्ट अर रुल्स अब यो एक्टको अगेन्स्टमा जाने केही एक्ट गर्यो यो केही काम गर्यो भने पनि रेजिस्ट्रेसन क्यान्सल गरिदिन्छ अनि एक्सेप्ट फर दिस वान अब के रे एक्सेप्ट फर द पोइन्ट बी अरू सब केसमा चाहिँ अपर्च्युनिटी टु बी हर्ड अब क्यान्सल गर्नुभन्दा अगाडि किन गरिस् वाला लाइक भ्यालिड रिजन दिने अपर्च्युनिटी दिन्छ सो वाइ सुडन्ट वी क्यान्सल यर रेजिस्ट्रेसन भन्ने जस्तो अपर्च्युनिटी दिन्छ एक्सेप्ट फर बी बिकज बीमा त आफैले अब आई वान्ट टु क्यान्सल माई रेजिस्ट्रेसन भनेको छ सो त्यो बाहेक अरू सबमा चाहिँ रेजिस्ट्रेसन क्यान्सल गर्नुभन्दा अगाडि एउटा नोटिफिकेसन अर नोटिस दिन्छ त्यो ओनरलाई अनि त्यसपछि अपर्च्युनिटी टु बी हर्ड प्रोभाइड गरिन्छ एन्ड देन वी हेभ गट फाइनली वी हेभ गट पेनाल्टिज अब यो चाहिँ 2014 BS मा बनेको भएर पेनाल्टिजहरु नि त्यही टाइमको छ इट हेज नट बीन अपडेटेड सो रेजिस्ट्रेसन गर्न भने चाहिँ ₹5 फर्स्ट टाइम फाइन लाग्छ लाइक एउटा मान्छेले कुनै फर्म खोलेको छ विदाउट रेजिस्ट्रेसन अनि डिपार्टमेन्टले थाहा पायो भने ₹5 देखि ₹50 फाइन लगाउँछ अनि त्यही मान्छेले फेरि अर्को फर्म नि अब सेकेन्ड टाइम पनि अर्को फर्म पनि
के अरे विदाउट रेजिस्ट्रेसन चलाइरहेछ भने अब यहाँ कति लाग्यो, अब इमेजिन 10 लाग्यो भने 10 + 10 सेकेन्ड टाइममा 20 रुपियाँ लाउँछ। अनि त्यसपछि थर्ड टाइममा पनि गऱ्यो भने +10 गरेर 30 रुपिस लगाउँछ। अनि त्यसपछि फोर्थ टाइमदेखि गऱ्यो भने चाहिँ त्यो मान्छेले जिन्दगीभरि प्राइभेट फर्म खोल्नु पाउँदैन भनेर भनेको छ एक्टमा। अनि अब एक्टमा चाहिँ अब यस्तो वायर्ड ल्याङ्ग्वेज लेखेको छ होइन। अब के अरे के एकछिन यहाँ के अरे concerned department shall have discretionary power to impose a fine from 5 to 50 rupees on the owner of a private firm भनेछ। and then firm operated without registration, and if the owner again commits the same offense 3 times, he slash she shall be liable for extra 10 rupees fine for each time in the original fine imposed on him slash her. If such person commits the same act 4th time, no private firm shall be registered. अब यहाँ त ट्रिकी ल्याङ्ग्वेज लेखेको छ, किनकि अब यो पढेर मैले फर्स्ट टाइम चाहिँ के बुझा भन्दाखेरि फर्स्ट टाइम गर्यो 5 to 50 रुपिस, अनि त्यसपछिको 3 टाइम्स भनेपछि 4 टाइम्स गरेपछि 5th टाइममा चाहिँ मिल्दैन जस्तो लागेको थियो। तर मेरो टिचरले चाहिँ के भन्नुभयो, यो फर्स्टको 3 टाइम इन्क्लुडिङ लाइक द फर्स्ट टाइम वेयर 5 to 50 रुपिस इज चार्ज, अनि सेकेन्ड टाइम वेन 10 रुपिस इज चार्ज, अनि थर्ड टाइम वेन अनदर 10 रुपिस इज चार्ज, त्यो मिलाएर चाहिँ 3 टाइम रहेछ। तर यहाँ चाहिँ के लेखेको छ, अब ओनर अगेन कमिट्स द सेम अफेन्स फर 3 टाइम्स भनेको छ होइन। सो अगेन कमिट्स 3 टाइम भनेपछि के बुझिन्छ भन्दाखेरि फर्स्ट टाइम गरेपछि पो अगेन हुन्छ नि त होइन। अगेन 3 टाइम्स भनेपछि टोटल 4 टाइम भनेर मैले अज्युम गरेको थिएँ, तर होइन रहेछ। सो फर्स्ट र त्यसपछिको 2 चोटि गन्दाखेरि नै 3 टाइम्स हुने रहेछ। अनि त्यसपछि चाहिँ अब जिन्दगीभरि प्राइभेट फर्ममा रेजिस्टर गर्नु मिल्दैन भनेर भनेको रहेछ यो एक्टमा। अनि त्यसपछि फल्स पर्टिकुलर्स, अब के अरे प्रोभाइड गरेको पर्टिकुलर्स फल्स छ भनेर थाहा पायो भने 25 देखि 50 रुपियाँ फाइन गर्छ। अनि फेल टु सबमिट पर्टिकुलर्स, अब त्यही रिपोर्टहरू भयो, अनि के अरे डिपार्टमेन्टले आवश्यकता अनुसार मागेको पर्टिकुलर्स इन्फर्मेसन पनि प्रोभाइड गर्नु फेल गर्यो भने 25 देखि 50 रुपियाँ फाइन लाग्छ। द्याट्स इट फर टुडे। आई हेभ अ हेडेक, सो धेरै पढाउन सक्दिनँ आज। अनि सी यु गाइज टुमरो। थ्याङ्क यू।